धोबी बजारा दाइको लोभी नजरा ल ल अब फेरि गिजाइदेऊ क्या आज बाटा के गति मय गरेर आउनु ह ल राम्रो गिजाउ राम्रो निकालेर गिजाइदिनु सा फेरि भुसा जान्छ ओठ खोलेर जित्यो कान्छाले मिठो बोलेर हे अरे कति माथिनी जिस्किनी कुरा सुन्दै पसिना निस्किनी ओठ खोलेर जित्यो कान्छाले मिठो बोलेर तिम्रो मम्मी खै त हो त रातो कुर्चिया बस्यो कि अनि अरू कस्तो भयो काठमाडौँको बसाइ कस्तो राम्रो भयो अब फेरि जानु मन लाग्यो यही भन्नु मन लाग्यो यही वर्ष मन लाग्यो नि ल आइसिकलाई काठमाडौँ जानु मन लाउँछ त नि काठमाडौँ जानु मन लाग्छ होइन यही बसौँ न त फेरि अनि पढाइ चाहियो फेरि गीत गाउनु पर्यो नि त फेरि कृष्ण अङ्कलले फेरि धेरै सम्झिनु होला नि फेरि कृष्ण दाइले त्यही भएर जानुपर्छ नि पढाइ स्कुल छुट्छ अहिले भाडा कसले दिएको तिमीलाई कृष्ण अङ्कलले चाहिँ पुरै दिनुको कति दिनुको 10,000 दिनुभएको थियो बुट्टा चलाउनको लागि अनि भन्ने जति दिनुभएको थियो हामीलाई पुग्ने गरी दिनुभएको छ भन्नुपर्छ है अनि के अरे बुट्टेलसम्म सचिन दादालाई पनि लिएर आएको अनि त्योभन्दा उता चाहिँ हामी सचिन कता गयो नानी सचिन कहाँ गयो त सचिन दादा त अब तम्बास गइहाल्नु आफ्नो बाबा कहाँ सचिन दादाको बाबा बुटोलमा लिन आउनु भएको थियो अनि उहाँले तम्बास लिएर जानु ए दसैँ माने जाने दसैँ तिहार मानेर जाने हो सचिन दादा त हामी चाहिँ दसैँसम्म मात्र छुट्टी छ अहिले नयाँ गीतहरू केही आयो कि नै त एउटा गीत आएको छ होइन त्यसमा मैले एक्टिङ मात्र गरे हो त्यो छोरीको रोलमा छ होइन एक्टिङ मात्र गरे हो मैले गएको छ होइन हामीलाई सम्झेनौ सम्झिन्छु फेरि किन नसम्झिन्छ कति सम्झेको धेरै सम्झेको अस्ति एउटा गीत आएको थियो नि खेम उसको दाइको च्यानलमा थियो नि दीपक दाइ दादाको होला बरु त्यो मेरो बाबा हो त्यही त के त्यतिखेर मेरो नाम पनि थियो त्यो गीतमा लास्टमा चाहिँ नाम थियो कि मलाई थाहा छ अनि हजुरको नाम पनि मलाई थाहा छ नि हजुर के हो किन थाहा हुनु पहिल्यैदेखि चिनेको भएर थाहा छ के हो त नाम थाहा छ नि त भन त कमल खत्री अनि बसाइ कति हुन्छ अब बसाइ अब त्यही 5 गतेसम्म हुन्छ 5 गतेसम्म अनि 6 गते बुटोल पुगिन्छ 7 गते सुइनिया काठमाडौँ अनि टिका छ कि छैन टिका खै थाहा भएन मलाई त मम्मीले सोध्नुपर्छ टिका भन्नाले दसैँको टिका लगाइन्छ कि नै लगाउनु त लगाइन्थ्यो पहिला खै थाहा भएन छैन अहिले छैन होला ठिक छ ह्याप्पी दसैँ अब कहिले आउने अब दसैँ ह्याप्पी तिहार अनि ह्याप्पी लोसार ह्याप्पी दसैँ ह्याप्पी लोसार भनेको ह्याप्पी तिहार त तिहारमा चाहिँ टिका लगाउने रे हामी गएपछि दसैँमा चाहिँ नलाउने रे ठुलो बाबाले अनि मैले चाहिँ उसमा कि इन्द्रेणीमा गएको बेलामा नि मम्मीलाई भेट्न पाएन नि त त्यतिखेर किनभने हामी यता आइसकेको थियौँ हाम्रो कतिको माया लाग्छ यो धुवाघाटमा बस्ने सबै हुनुहुन्छ नि उहाँहरूलाई कति माया लाग्छ धेरै माया लाग्छ अब गएपछि कहिले आउने हो आफ्नो जन्मघर सम्झेर गीत गाउने होइन अब जन्मघर सम्झेर गीत गाउनु ठिकै छ सबैको माया पाउनु हो नि त होइन र
त्यही त मम्मीले उहाँ बसेर हेर्नु भएको छ है अझै पर निलो कुर्ता लाको पर बसेर हेर्नु भएको छ मम्मीले कति पर बस्नु भएको र माग्नु भएको छ उता 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 निलो कुर्ता लाको त्यही त म उठ्छु है खुट्टा गल्यो कि उहाँ जानु मम्मी तिमी जाऊ है ल यहाँ बस दिदी नमस्ते आराम हुनुहुन्छ म त भिडियो खिचिरहेको छु पो त ल यता बस्यो कहिले आउनुभयो दिदी हिजो आउनुभयो लाइभ हो हैन भिडियो हो लाइभ होइन भिडियो आउनु न हाम्रो कहिले आउँछु म अहिले माथि चाहिँ बस्नु माथि चाहिँ हुनुहुन्छ भोलि जान भनेको घरबाट उता माथि जाने कति बस्नुहुन्छ कति बस्ने 3-4 बजे जाने अस्ति नै आएको बेला भेट्नै पाइएन कहिले अस्ति नै अस्ति नै काठमाडौँ दुईवटा बहिनीलाई लिएर आएको थियौँ नि ए त्यतिखेर कृष्णहरू त उहीँ जानुभयो के हामी आउनु पाइँदैन म आउनु पाइँदैन कस्तो आएर बिपिन पनि आएको छ आमालाई नमस्ते गर न ठुलो मान्छे बन्ने उता आलु किन बस्नु परेछ दाँत आएछ दाँत आयो खै यताको आयो यताको गयो यताको आयो इन्डिटा आए इन्डिटा गए आफै त रुचान टुसेक आउँदैछ पहिला गुल्मी छोडेर जाने बेलामा त थिएन हो न मुसाले लगिदिएको थियो होइन अगाडिको दुईवटै गएको त्यही त ठिक छ अलिक चाँडै उमेरमा गएर हो कि बस्नुहुन्छ 2-4 दिन टिका छ कि छैन छैन त्यसरी गाउँ गएर घुम्नु भएको छ घुम्नै भनेर आए जस्तो भयो क्या भेटघाट हतेर लाएर यिनीहरूले उहाँ त गएपछि महिना गनेपछि दिन गनेपछि त मिनेट घन्टै गर्न थाल्यो त्यसको नलिएर कति आत्तिएर त्यहाँ केही त्यस्तो अफर त छैन केही छैन तर पनि किन गाउँमा आउनु मन लागेको त्यो मान्थे र हजुरआमा भनेको भने हजुरआमा भनेको भने त्यसकै आमा भने हजुरआमासँग भिडियो कल हुन्थेन कल गराइदियो नि हजुरआमासँग त सानो खाले मोबाइल मात्र छ रिपिट गराएको क्या अहिले दोहोऱ्याइदिएको त्यही कला अहिले चाहिँ पञ्चे बाजामा हजुरले गीत गाउने अनि हामी नाच्ने हुन्छ म पनि नाच्छु कि के भएर नाच्नु कति राम्रो बजाउनुहुन्छ कमल दाइले सँगै यति राम्रो बजाउनुहुन्छ घाँटी जस्तो दुखेर हिजो के आइसक्रिम खाने उताबाट त्यो एसी होला त्यो बसमा आएको कति गाह्रो भयो होटलमा गएर हावामुनिको त्यहाँ फेरि उहाँ गएर खाली पङ्खा एकचोटि चाहिँ इन्द्रेणीलाई सम्झेर एउटा सानो गीत गाइदिनु मार्नु गराएको के हे उता गएपछि केही छैन पीडा बाबा भगवान इन्द्रेणी मन्दिर माया हाँसेको कति राम्रो देखियो माया हाँसेको त्यही हाँसोले हो मेरो निद्रा मासेको यति बेला कृष्ण कडेल अङ्कलले पनि हेर्नुभयो भने छोरीले चाहिँ मलाई गाउँ गएर पनि सम्झेछ भनेर भन्नुहुन्छ हो कि होइन मसँग बोलिराख्नुहुन्छ कहिले काहीँ बोल्नुहुन्छ फुर्सद पनि हुँदैन खासै होइन अर्को अङ्कल हुनुहुन्छ नि ढोलक बजाउनुहुन्छ नि किन भने आएको के गर्नु अर्को बहिनी खै त त्यो बिहामा साथीलाई भेट्न गइसकेको छ ए भन्नाले यति लामडाँडा मम्मी आज त हजुरमा आउने है एउटा गरेर आउँछु भन्नु के अरे हिजो रोशनी दिदीले भन्नुभएको थियो आज त आइनु के अरे भोलि त सन्चो भएर बसेँ है भनेर भन्नु तिमी बोलेको सबै कुरा राम्रो लाग्छ किन होला सबैलाई सचिनलाई लिएर आएको बमिट गरिदिएर काठमाडौँबाट सचिनलाई लिएर आएको
कहाँ बुटुल बाडी छ तिमीले हामी बुटुल बसिन्थ्यो अनि सचिनलाई चाहिँ बाबा आउनुभएको कारले लिन आउनु के लाग्छ दिन्छन् के दिन्थे र बाउले के एकछिन 5 मिनट त भेट्न दिएनन् सबै स्कुलमा लैदियो अघि पछि आबुल रानी उहाँ बुढी आउँदा त स्कुल पढ्नु पर्छ भनेर दिँदैनन् भेट्नै 5 मिनट भेटे होला नि भेटेर त्यति हो